टीका लाउने तीनटा आरक्ष एकदम महाकाली महालक्ष्मी महासरस्वती न त देवी श्री रक्षणे तामसंशयः तेज संस्थात ब्राह्मणा बाला हिमैनाधना ऐन्द्री गलसमारूढ़ा वैष्णवी गौड़ा साहे स्त्री धारूढ़ा कौमारी शिवान तत्वे मनोसना देवी ब्रह्महस्तारित्या तेतरूपधरा देवी लाइन कारात लाउने मेरो पछि पछि छैन लाउँदैन सुकिसक्यो कालिका माता खड्गकाली माताको जय हो। यहाँ आज व्यास 10 दुम्सीकोट स्थित यहाँ काली मन्दिर हजुरहरूले दिव्य दर्शन गर्न सक्नुहुन्छ। काली मन्दिरमा यहाँ आज देवीजीको स्थापना आज नवदुर्गाको शारदीय नवदुर्गा चतुर्थीका दिन आज कुष्माण्ड चतुर्थीका दिन आज यहाँ सर्वतोभद्र मण्डल स्थापत यन्त्रमा भगवती जगदम्बिका दुर्गा देवीलाई स्थापना गरेर सर्वतोभद्र मण्डलस्थ आवाहित सबै देवी देवताहरूलाई यहाँ आह्वान गरेर दीप कलश गणेश आदि पूजा गरेर यहाँ भगवतीको उपासना हुँदैछ। यहाँ गुरु परम पूज्य गुरुदेव हाम्रो तपोमूर्ति धर्म धुरन्धर उहाँ भगवती जगदम्बिकाको आराधनामा बस्नुभएको छ। उहाँ यहाँ अब कुष्माण्ड
बलि पछि हुन्छ। यहाँ दुर्गा सप्तशतीको हवन यहाँ परम पूज्य हाम्रो वैदिक पुरोहित समाजको अध्यक्ष गुरुदेव हवनको तयारी हुँदैछ। यहाँ हवन गर्दै हुनुहुन्छ पाठ इत्यादि सबै। पाठ पारायण सहित होम पनि हुँदैछ। हजुरहरूले दर्शन गर्न सक्नुहुनेछ। यहाँ दिव्य भव्य स्वरूप गिरियंसहन्ते तदेव पराक्रमाणां प्रकटितैवदयान्तपेत्यं स्वाहा केनोपमा भवतु तेस्य पराक्रमस्य रूपं स शत्रुभयकार्यधारिपुत्र चित्ते कृपा समरनिष्ठुरता च दृष्ट्वा त्वय्येव देवरते भुवनत्रयेऽपि स्वाहा त्रैलोक्यमेतदखिलं त्रिपुरान्तरेण क्रान्तया समरमूर्धन्ते ज्ञात्वा नीतादिवं त्रिपुगणा भयमप्यपस्ताम् उहाँको हातमा दिमा है त मैले 1000 रुपैयाँ खाजा खान दिएछु है ल मन परेको हैन हुन्छ यसो कि अरु चाहिँ हामीले मन्दिर भन्छ ल्याइएन के हैन पुरा भएको थियो मन्दिरमा त नले हैन ठीक छ यो खाएर पनि रक्षा गरुन्दै कालिका माताले
भइराखुन् सबैको मनमा कहिल्यै दुःखदाई नपरोस् जीवनमा रेलाई सालाला अब भाका सारौँ त कहिलेलाई भेट्छौँ फेरि दाइ बिदा हुँ अहिलेलाई रेलाई साला तस्मै पालरग्धबीजो महासुरः ततते अर्ष मतुलं ववापुत्रिकसानिर्वा स्वाहा येषानाति गणोजातो ननतासिंहदो दताओ स्वाहा कालिका मन्दिरमा पाल्नुभएका सम्पूर्ण भक्तजनहरू हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई हाम्रो यस कालिका मन्दिर संरक्षण समितिको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। आज यस कालिका मन्दिरमा दुर्गा पाठ प्रवचन तथा चण्डी यज्ञ हुँदैछ। त्यसको साथमा नयाँ मूर्ति पदस्थापना कार्यक्रम पनि भइसकेको कुरा यहाँहरू सम्पूर्णलाई जानकारी गराउँछु। हामीले यस दुलसीकोट कालिका मन्दिरलाई ऐतिहासिक पर्यटकीय स्थलको एउटा धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने भनेर यहाँ चन्दा सङ्कलन कार्य सुरु गरिएको कुरा पनि यहाँहरूलाई जानकारी गराउँछौँ। साथसाथै यस मन्दिर परिसरमा ढुङ्गा बिछ्याउने रेलिङ हाल्ने सम्पूर्ण कार्यहरू गर्न भनेर हामीले चन्दा सङ्कलन गरेको कुरा यहाँहरू सबैमा जानकारी गराउँछु। हामीले यहाँ यो हाम्रो जुन योजना सम्पन्न भइसकेपछि शिलालेखमा विभिन्न चन्दादाताहरूको नाम लेख्ने भनेर पनि योजना बनाएका छौँ, जसमा 5000 भन्दा माथि दिनेलाई शिलालेखमा नाम लेखेर सम्मान पत्र सहित सम्मान गरिनेछ। यसै गरी 15000 भन्दा माथि सहयोग गर्नेलाई अर्को कार्यक्रममा मायाको चिनो शिलालेखमा नाम लेख्ने कार्य र सम्मान पत्रद्वारा सम्मान गरिनेछ। यसै गरी 3000 भन्दा माथि सहयोग गर्नेलाई सम्मान पत्रद्वारा सम्मान गरिनेछ। यो कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहे। यसैले यहाँहरूले आफ्नो नाम सबैभन्दा माथि लेख्ने प्रयत्न गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। पैसा 2-4 पैसा भनेको खाएर जान्छ, हराएर जान्छ। त्योभन्दा मन्दिरलाई एउटा मूर्ति पदस्थापना जस्तो यस्तो मौका फेरि आउँदैन, यो मौका नगुमाउनु होला। आज एउटा कालिकाको मन्दिरको नयाँ मूर्ति पदस्थापना पनि भएको छ। यो अवसरलाई सही सदुपयोग गर्नु हुन पनि विनम्र अनुरोध गर्दछु। यसै गरी हामीले विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने पनि योजना बनाएका छौँ र अहिले हाललाई 5000 भन्दा माथि सहयोग गर्नेलाई टीका लगाएर खादा लगाई सम्मान गर्ने पनि हामीले योजना बनाएका छौँ। र यो अर्को अत्यन्तै खुसीको कुरा,
सबैले ध्यान दिएर सुन्नु र अत्यन्तै खुसीको कुरा के छ भने हाम्रो यसै दुम्सीकोट निवासी महादेव नाथ हुनुहुन्छ, खास महादेव कुँवर भनेर चिन्नुहुन्छ। उहाँ अहिले चाहिँ उहाँ एउटा मन्दिरमा एउटा धर्मशाला अथवा मन्दिरमा बस्नु भएको छ। उहाँले 1,10,500 रुपियाँ सहयोग गर्नुभएको छ, जुन बिहान मेरो खाता नम्बर मागेर मेरो ब्याङ्क खातामा उहाँले हालिसक्नु भएको छ। उहाँलाई जोरदार तालीसहित सम्मान गरिदिनु आग्रह गर्दछु। उहाँ अहिले उपस्थित हुनुभएको छैन, सायद उहाँको आमा यहाँ सायद आउनु भएको होला। आमा कता हुनुहुन्छ? नारायणी कुँवरज्यू, कृपया यहाँ आइदिनु होला। नारायणी कुँवरज्यू संस्था लिमिटेड कपिलवेदी वन समूहबाट रु 5,000 प्राप्त भएको छ। यसका प्रतिनिधि गङ्गाबहादुर पोखरेलज्यूलाई अगाडि आएर खाता ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। ईश्वर पौडेलज्यूलाई टीका लगाएर सम्मान गरिदिनु हुन हाम्रा जनप्रतिनिधि गङ्गाबहादुर सारू मगर ब्याज 10बाट रु 11,105 रुपियाँ प्राप्त भएको छ। कृपया छ उहाँलाई अगाडि आएर सम्मान ग्रहण गरिदिनु आग्रह गर्दछु। कृष्णमाया पौडेलद्वारा स्वर्गीय श्रीमानको सम्झनामा रु 5,055 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई अगाडि आएर खादा लगाई सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यहाँ आमन्त्रण गर्दछु। सबैले ताली बजाइदिनु होला। समूहका अध्यक्ष बालकुमारी आलेज्यूलाई अगाडि आएर सम्मान ग्रहण गरिदिनु आग्रह गर्दछु। चेतना आमा समूहबाट 51,500 रुपियाँ प्राप्त भएको छ। उहाँहरूको सम्पूर्ण टिमलाई यस संरक्षण कालिका मन्दिर संरक्षण समिति विशेष धन्यवाद दिन चाहन्छ। मित्रबहादुर सारूबाट रु 5,155 रुपियाँ प्राप्त भएको छ। उहाँ यता कतै हुनुहुन्छ भने अगाडि आएर सम्मान ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। बाराई कालिका विश्वकर्मा समाजबाट रु दुम्सीचौर टोल विकास संस्था रु 11,111 रुपियाँ प्राप्त भएको छ। जो असल नागरिकको रूपमा गर्ने कार्यक्रम भएको हुँदा म उहाँहरूलाई यहाँ अगाडि आएर सम्मान ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। म उहाँहरूको नाम लिन गइरहेको छु। उहाँहरू हुनुहुन्छ मेहुबहादुर गुरुङ। उहाँलाई यहाँ अगाडि आएर सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु र ताली बजाइदिनु हुन म अनुरोध गर्दछु। यहाँहरू सबैजनालाई सम्मान गरिदिनु हुन पनि म अनुरोध गर्दछु। उहाँहरू यस क्षेत्रका अग्रज ज्येष्ठ बुबाहरू हुनुहुन्छ। उहाँलाई सम्मान गर्न पाउँदा हामीलाई पनि खुसी लागेको छ। निर्माणमा धेरै सहयोग गर्नुभएको छ। त्यसैले हामीहरूले सबैजनाले ताली बजाइदिनु हुन नि म अनुरोध गर्दछु। हरि ओम तस्य विष्णु प्रजा संग्रसितराष्ट्राद्यः अस्माकम् अत्र स्थानं सर्वेषां जनानां
सर्वारिष्ट शान्ति सर्वारिष्ट सर्वकाम सिद्धि कल्पोक्त फलप्राप्ति द्वारा श्री महाकाली महालक्ष्मी महासरस्वती त्रिनाथी ब्रह्मा जगदम्बा जगजनी दुर्गा देवी त्रिनाथका स्वरूपिणी दुर्गा देवी प्रीत्यर्थं च अब पशुस्तम बलिरूपेण मम भाग्ये अवस्थितः प्रणमामि तथा सर्वरूपिणं बलिरूपिणं चण्डिका प्रीतिदानेन धातुरापविनाशनं चामुण्डा बलिरूपाय बले तुभ्यं नमोऽस्ते। अबे तैयार गरेर राख्नु पर्छ 11 भले श्रेष्ठ स्वयं भुव हतम गात्र मेते स्नात यज्ञवदो मत वदः। अब त्यो अस्त्रलाई पूजा गर्नु पर्यो अस्त्रलाई अब त्यहाँ तयार भने त्यो लगाइदिने है ओम हम फट स्वाहा कालिका ओम ओमले पनि लगाइदिहाल्नु है हैन हजुरले हैन गुरुले लगाइदिने पनि गुरुले लगाइदिने ल कन्यावे करवालकेट विलस ध्वस्ता विरासेविताम् हस्ते चक्रगदासिकेट विशिखा चापं गुणं तर्जनीं बिभ्राणामलात्मकां श्रीधरां दुर्गां त्रिनेत्रां भजे घण्टाशूलानि शङ्खमुशले चक्रं धनुषायका ध्यानार्थे पुष्पाञ्जलिं समर्पयामि मन्त्रयुक्त पुष्पाणि युक्त मन्त्र पुष्पाञ्जलिं समर्पयामि नमस्करोमि। ल सबैले चढाइदिनु भगवतीलाई। सिद्धिदाता गणेश भगवान को लक्ष्मीनारायण भगवान को जगदम्बा खड्गकाली माता को राष्ट्रपिता पशुपतिनाथ भगवान को भूतनाथ भगवान को खड्गकाली माता को सांब सदा शिव भगवान को आनंद को उता बोतल नेरी का रातो फूल फुडी में सबैले फेरि फुल लिने लागवती फुटी सक्यो हा त्यो फुटेर देखेको काम छैन मान्छेको हल्ला र खल्ला हुन्छ है त्यही मात्रै बाल्नु अहिले अरू बाल्नु पाइन्न। ल अब सबैले हातमा फुल लिनु सबैले सबैको निम्ति हो यो पुरा गाउँभरिको निम्ति लाखबत्ती सबै एकदम हेर्नु न ल ल आम चन्द्रमा मनसो जातचक्षु सूर्यो अजायता श्रोत्रादायश प्राण संकाद निरजायता। अब यहाँ भएको घिउ भनेर कसलाई हो त भगवान मृत्युञ्जय भगवानलाई घिउ खाएपछि के हुन्छ सबै रोगहरू नष्ट हुन्छन्। हामीहरूको के छ त मनमा घिउ खाएपछि रोग लाग्छ भन्छ त उल्टो घिउ खाएपछि सबै रोगहरू नष्ट हुन्छन् किनकि थोरै थोरै घिउ खाइराख्नुपर्छ। अनि त्यहाँबाट यो जलेको बत्ती भनेर अग्नि ज्वालालाई भनेर पूजा गर्दा हातमा लिएका फुलहरू सबै छेउछेउमा चढाइदिनु ल सबले सबै 10 दिशाहरूलाई भनेर छेउछेउमा चढाइदिनु ल। आम पूर्वे इन्द्राय नमः अग्नेश्वराय नमः दक्षिणे यमाय नमः पितृभ्यो नमः पश्चिमे वरुणाय नमः वायवे वायवेश्वराय उत्तरे कुबेराय नमः ईशाने ईशानेश्वराय नमः ऊर्ध्वं ब्रह्मणे नमः अनन्ताय नमः। सतरि ओम तत्सविष्णु श्रीमद्भगवतो महापुरुषस्य विष्णुराज्ञः वर्तमानस्य श्री ब्राह्मणाय वैवस्वतमन्तरेष्टामि सन्तमे कलियुगे कलियुगे जम्बूद्वीपे आर्यावर्तन्तर्गते पुण्य प्रदेशे 50 योजनकोटि विस्तीर्ण भूमण्डलान्तर्गत मध्ये हिमवत् खण्डान्तर्गत मध्ये नैपालिक देशान्तर्गत मध्ये पशुपति गुह्येश्वर्यं पश्चिम दिग्भागे हिमालयस्य दक्षिण दिग्भागे मुक्तिनाथस्य आग्नेय दिग्भागे महेन्द्र राज्यान्तर्गत मध्ये तनहु गण्डकी प्रदेशान्तर्गत मध्ये व्यास पराशर पुण्य भूमौ यह उड़ा संख्यक दशम यह पुण्य भूमौ श्री वंज्यांग यह स्थित पुण्य भूमौ खड्गकाली यह देवालय सन्निधौ अद्य श्री सूर्य नारायण दक्षिणायने शरद ऋतौ मासा न उत्तम मासे पुण्य पवित्रे मासे सौर मासे न चंद्र मासे न आश्विन मासे सुवे शुक्ले पक्ष अद्य श्री चतुर्थ्याम शुभ पुण्य तिथौ शुभ शारदीय नवरात्र शुभ पुण्य शुभ चतुर्थ्याम शुभ पुण्य तिथौ अद्य गुरुवासनुतायाम गोत्र अपना अपना गोत्र समझने सबैले है शर्मा वर्मा गोतो हम
सकल पाप क्षय पूर्वकम परमेश्वर प्रीतिद्वारा भगवती महाकाली महालक्ष्मी महासरस्वतीको प्रसन्नताको लागि हामी सबैको गाउँको राम्रो हो, सबैको हित हो, सबैको कल्याण, हाम्रा छोराछोरी नाति नातिना सबलाई राम्रो होस्, रोग लागोस्, मनमा शान्ति रहोस्, घरमा शान्ति रहोस् भनेर भगवतीको लागि काली माताको लागि हामीले यो लक्ष्यवर्तीका हामीले प्रज्वलन गर्दैछौँ भनेर सम्झिने है। सकला श्रुति स्मृति फल प्राप्ति अद्य कति हुन्? 1.25 लाख बत्ती हुन् कि धेरै हुन्? त्योभन्दा नि धेरै छ, कम्ती छैन। सपाद लक्ष्य तिल तैलान घृताक्त तिल तैलान सपाद लक्ष्य तिल तैलान दीपदान सर्वेषां जनानां ग्रामवासीनां कल्याणार्थं दीपदानं कर्म अहं करिष्ये प्रज्वलिष्ये र छोडिदिनु ल नि अब सबैले पाले पर्यो अलि माथि माथि गर न पाले पर्यो ल सबले पाले गर्नु।